के सुन्दैछु म यो बटर कता पग्ल्यो अरे बटर त पग्ल्यो भनेको पुरा सुनि मैले बेलुका गलेर म सुतिहालेँ बिहान उठ्दा त बटर र आगोको लडाइँ रहेछ लडाइँ हैन अनि मलाई अब त्यही त हो आए पछाडि त यो माइग्रेन हानिहाल्यो लुगा छोटा लुगा बदल्नु पर्छ भने जस्तो तपाईले आफ्नो विचार राख्नु भएछ सोच बदल्नु पर्छ पहिला चाहिँ तपाईहरुले हेर्ने चस्मा बदल्नु पर्छ हैन विचार के त्यो बदल्नु पर्छ नि त अनि बटर जता नि पग्ले नि पग्लिदिने अनि बटर पग्लिन्छ भने दोष आगोको कि बटरको यु नो बटर घिउ के हो यो बटर भनेको अनि जता गरेर नि पग्लिहाल्ने सकिहाल्ने बिग्लिहाल्ने कमजोरी त बटरमा छ नि त अनि छोटा लुगा र नारीलाई दोष दिने तपाई एउटा कुरा भन्नुस् हाम्रो नेपालमा वर्षै पछि महिनै पछि दिनै पछि कति बलात्कृत हुन्छन् हाम्रो बालिकाहरू हैन सबै छोटै लुगा लाउने हुनुहुन्छ कुर्ता सुरुवाल सिरदेखि पाउसम्म ढाकेरै हिँडिरहेकी बालिका पनि बलात्कृत भएकी छ कुरा बुझ्नु भएन त्यो के आगोको कमजोरी हो कि बटरको बटर आफू सुध्रिने हो कि होइन बटर सुध्रिनु पर्छ पर्दैन हामीले जहिले डरारै हिँड्नु पर्ने भन्नुस् त डरारै सबै पुरुषहरू खराब हुनुहुन्न सबै बटर खराब छैनन् थोरै मात्रै बटर सही हुनुहुन्छ हैन नभई धेरै जस्तो बटर हामीले देखिसकेका छ कोही छोरी मान्छे झम्टेर गएर आगो झम्टेर गएर बटरलाई अट्याक हानेको छैन बलात्कार गरेको छैन घटना सुन्नु भएको होला तपाईहरुले पनि मोबाइल चलाउनुहुन्छ होला सबैजना हैन जहाँ पनि बटरै अट्याक गर्न गएको छ आगोलाई हेर्नु है अब यहाँ बटर र आगोको कथा कहानी कस्तो छ लुगालाई दोष दिने होइन हामी घरभित्रै पनि सुरक्षित छैनौं आगो यु नो आगो हामी छोरी मान्छे फायर अनि बटर चाहिँ जहाँ पनि खुल्लायाम छाती फुलाएर हिँडिरहेको छ हो के न भन्नु त म त पग्लिहाल्छु मलाई के टेन्सन मलाई कसैले देख्दैन बटर त पग्लिहाल्छ नि त सकिहाल्छ नि त हैन अनि आगोको त अंगार रहन्छ देखिन्छ हामी म त छोरी मान्छे हो नि त मैले जोगिएर हिँड्नुपर्छ मेरो लागि समय तोकिएको छ मेरो लागि खाना तोकिएको छ मेरो लागि लाउन तोकिएको छ मेरो लागि बोल्न तोकिएको छ मेरो लागि हाँस्न तोकिएको छ सबै सिमाना छ हामीलाई छोरी मान्छेलाई बटरलाई के छ बटरलाई बिहानदेखि बेलुकैसम्म डुलेर आयो भने केही छैन वा बटर वा आगोले त डराउनु पर्छ इज्जतको डर छ नि त हामीलाई किनभने इज्जत बोकेको हो नि त हामी छोरी मान्छेले बोकेका छौं नि त हैन यो बटरलाई थाहा छ नि त हैन अनि अझै त्यस्तो भन्दिने सोच बदल्ने कति बलात्कृत भइरहेका छन् हाम्रो नेपालमा थोरै पुरुष दाजुभाइ मात्रै भन्छु है म छोरी मान्छेलाई एकदम रेस्पेक्ट गरेको पनि मैले देखेकी छु एकदमै माया गर्ने तर त्यस्ता बटर पनि छन् ओहो त्यस्तालाई चाहिँ नि अब के भन्ने सजाय नै छैन बटरलाई हाम्रो नेपालमा ती खालका बटरलाई जो भरासै पग्लिहाल्छन् आगो देख्ने बित्तिकै मरिहाल्छन् अनि छोटा लुगा लाउने बित्तिकै बटर चाहिँ पग्लिहाल्नुपर्छ भन्ने छ तिमीहरूलाई पग्लिनै पर्छ नपग्ले हुँदैन डिप फ्रिज माथि बसेर पग्लिदैन त्यहाँ डिप फ्रिज के फ्रिज आइसमा बस किन पग्लिने किन भाइ पग्लिने भनेको आफ्नो बुढाबुढी हो आगो र फायर बुढाबुढी आगो फायर अरे बटर र फायर बुढाबुढीमा मात्रै बाँकी किन पग्लिनु पर्यो तिमीहरूलाई ल त्यति कुरा भन्न आएको म अनि अर्को कुरा थप्छु ल यसैमा उहाँकै अर्को अभिव्यक्ति भन्दा अगाडि मैले सुनेको थिएँ मैले एउटा भिडियो पनि बनाएको थिएँ होला सायद म्याक्सी र आइमे उहाँले जुन आइमे भनेर जुन खालको अन्तर्वार्ता दिँदै हिँड्नुहुन्छ नि आइमेको कुनै अर्थ छैन हजुरहरू जस्तो पढेको मान्छेलाई त थाहा छ होला शास्त्रका कुराहरू हैन के लेखेको छ के छैन भने महिलाको पुरुष हुन्छ दाजुको दिदी हुन्छ नि आमाको बुवा जस्तै जोडी छैन अरे क्या म्याक्सी पनि
त्यो गनिँदैन अरे क्या कपडामा भनेको त्यसको इज्जतै छैन भनेर चाहिँ हाम्रो हजुरआमाहरूले बुवाआमाहरूले भन्नुहुन्छ क्या। अनि त्यही भएर म्याक्सी चाहिँ बेलुका सुत्ता मात्रै लाउने चिज हो है, बाहिर लाएर निस्किने चिज चाहिँ होइन भनेर भन्नुहुन्छ। अनि यो आइमेको पनि कुनै अर्थ छैन र आइमे हामीलाई नभन्नु। हामी महिला हो, हामी छोरी मान्छे हो, हामी नारी हो, यति भन्दा पुगिहाल्छ त परिचय। यो आइमे भन्ने कहाँबाट आउँछ? आइमे भनेको राम्रो होइन। त्यही त म्याक्सी र आइमेलाई चाहिँ तुलना गरेछ अरे क्या। कुरो बुझ्नु भएन? भनेको यसको कुनै त्यो इज्जतै छैन अरे के। त्यही भएर त्यो शब्द चाहिँ प्रयोग नगरेको राम्रो है। ल म त्यति भन्न आएको। बटर फायर ल हजुरहरूको अङ्ग्रेजी हजुरहरूसँगै राखिस्यो। म त छक्क पर्छु। हाम्रो छोटो लुगामाथि आपत्ति यो राम्रो हुनुपर्छ विचार विवेक। छोरो मान्छे त नाङ्गै हिँडे पनि छोरी आगो त जान्न त हौ झम्टिँदै, बटरै बौलाउँछ त। छोरी मान्छेले चाहिँ छोपेरै हिँड्दा पनि अलिकति छोटा लुगा लगाउँदै पनि तिमीहरू पग्लिनु पर्ने नि। आम्मा वाह वाह। ल म अहिले यति भन्नाको माइग्रेन हानी रहेछ मलाई आज। के हुन्छ हौ। घरमा छोराछोरी छन्, के छन् ऊ छन्, हेर्छन् समाचार बुझ्छन्। अब त सबैको हात त मोबाइल छ होइन। उत्पातको कुरो चाहिँ नबोलौँ न ल। ल ल ल बटर यसलाई म थन्काइदिन्छु अब। यसलाई त्यो डिप फ्रिजमा यो धेरै पग्लियो, उत्पात गऱ्यो, उत्ताउलो भयो ल। हामी आगोले खुले हामी हिँड्न नपाउने, बटर मात्रै बुल्किने। ल राखेँ अहिले गएँ ल।